2000 काम गर्दा 5000 आयो, 1000 गर्दा 3000 आयो, त्यो आउँछ। तर ठुलो लगाउने बित्तिकै अब चाहिँ उसलाई चाहिँ प्रेसर दिन्छ, अब टास्कहरू कम्प्लिट भयो। विद्युतीय माध्यमबाट ठगी परेको छ र विद्युतीय माध्यमबाट कुनै प्रलोभनको कारणले तपाईँ ठगी भएको छ भने अब कसरी रिपोर्ट गर्ने होइन, न्युज ब्युरोमा कसरी निवेदन दिने त्यो प्रोसेसिङ आज हेराउने गरेछु र कस्तो फर्मेटमा निवेदन दिनुपर्छ होइन। सर्वप्रथम तपाईँले यो फर्मेट मैले हेराउन चाहन्छु, तपाईँ हेर्दै गर्नुहोस्। मैले यो फर्मेट पनि तपाईँले उपलब्ध गराउनेछु, भिडियोको लास्टमा मैले भन्छु। यहाँ हेर्दै हुनुहुन्छ निवेदन कुन फर्मेटमा दिनुपर्छ होइन, यहाँ हेर्दै हुनुहुन्छ। सर्वप्रथम यहाँ मिति दिनुभएको छ, अब कुन मितिमा त्यो निवेदन पेश गर्ने त्यो दिने, एप्लिकेसन कुन मितिमा दिने त्यो दिने, यहाँ दिँदा त्यो दिने। त्यसपछि श्रीमान त्यो निर्देशकज्यू नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरो यस्तै गरेर दिने र यहाँ के लेख्नुपर्छ र यहाँ के विषयवस्तु छ, विद्युतीय माध्यमबाट सम्बन्धित ठगी भएको सम्बन्धमा। अब विद्युतीय माध्यमबाट कुनै अनलाइन सपिङ यो छ त्यो छ होइन, दुनियाँदारीको कुरा गरेर तपाईँले ठगी गरेको छ भने रिपोर्ट गर्ने र कुन र कसरी गर्ने त्यो अझै प्रोसेसिङ गराउनु गइरहेछु, तपाईँ हेर्दै गर्नुहोस्। तपाईँले झुटो कुरालाई प्रलोभन दिएर फसाउनु भएछ भने यो निवेदन पेश गर्न सक्नुहुन्छ आफ्नो जिमेलबाट र सम्पूर्ण प्रमाणको स्क्रिनसट गरेर र भिडियो समेत त्यो दिनुपर्छ। यहाँ अब के दिने, अब यति लेखेपछि यहाँ सबै लेखिसकेछ होइन। यहाँ हेर्दै हुन्छ निवेदकको अब कुन, अब यस्तो हुन्छ नि, अब वाट्सएप हुन्छ, टेलिग्राम हुन्छ, कुन लिङ्क हो त्यो युआरएल यहाँ राख्नुपर्छ र ठगी गरेको व्यक्तिको होइन कुन निवेदकको राख्ने, यहाँ ठगी गर्ने व्यक्तिको निवेदक राख्ने र ठगी भएको सम्बन्धमा सामाजिक सञ्जाल कुन हो, फेसबुक, मेसेन्जर, ट्विटर को हो, वाट्सएप छ भने यहाँ अन्यमा त्यो दिनुपर्छ, वाट्सएप नम्बर दिनुपर्छ। त्यसपछि यहाँ घटना छोटकरीमा विवरण तपाईँ सर्टकटमा छोटकरीमा यतिमा अड नगरी खालको तपाईँ लेखेर यहाँ राख्नु सक्नुहुन्छ। त्यसपछि यहाँ के छ भने तपाईँ आफ्नो नागरिकता छ होइन, अब नागरिकताको प्रतिलिपि यहाँ के भन्छ, नागरिकताको प्रतिलिपि चाहे राजधानी पासपोर्टको छ भने त्यो दिने, राष्ट्रिय परिचय पत्रको त्यो छ भने त्यो दिने। तपाईँ त्यसो भने कर्मचारी हुनुहुन्छ भने कर्मचारीको दिँदा पनि हुन्छ, तपाईँको विद्यार्थी हुनुहुन्छ विद्यार्थीको प्रमाणपत्र समेत खुलासा गरेर यहाँ राख्नुपर्छ, परिचय पत्र नम्बर समेत यहाँ खुलासा गरेर राख्नुपर्छ। त्यसपछि यहाँ निवेदकको विवरण, अब विवरण के दिनुपर्छ तपाईँले पनि थाहा छ, तर पनि मैले यो विवरणमा बताउन गइरहेछु, तपाईँ हेर्दै गर्नुहोस्। यहाँ नाम र मिति र ठेगाना यहाँ दिने, यहाँ दस्तखत दिने र यहाँ के भन्छ व्यक्तिगतको परिचय पत्रको नम्बर दिने र निवेदकको कुन मोबाइलबाट छ होइन त्यो दिने, अभिभावकको समेत नम्बर दिने, अभिभावक भने खोजेको गार्जियनको हुन्छ नि, फादरको हुन्छ, बुवाको हुन्छ, त्यो नम्बर यहाँ दिनुपर्छ। त्यसपछि अब यहाँ हेर्दै हुन्छ, अब कुन मितिमा तपाईँले पैसा सेर्ने, अब यो दुईवटा छ, एउटा सेन्डर छ एउटा रिसिभर छ। सेन्डर यहाँ गर्ने, रिसिभरको यहाँ गर्ने। अब ठगी गरेको व्यक्तिको रिसिभर भयो होइन, किनकि ठगी गरिएको व्यक्ति छ। यहाँ अब कुन नाम हो, अब यहाँ डेट दिने, त्यसपछि सेन्डर अब कुन ब्याङ्क हो त्यो दिने र नाम दिने र एकाउन्ट नम्बर दिने र त्यो रिसिभरको नाम दिने। यहाँ हेर्दै हुन्छ रिसिभरको यहाँ नाम दिने र ठेगाना दिने, यहाँ एकाउन्ट नम्बर दिने र एमाउन्ट कति ठगी गरेको छ होइन यहाँ खुलासा गरेर दिनुपर्छ। त्यसपछि यहाँ निवेदकको सिग्नेचर तल दिनुपर्छ, हेर्दै हुन्छ कि डिस्क्रिप्सन बक्समा दिइसकेको छु एप्लिकेसनको नमुना होइन, तपाईँ यहाँबाट डाउनलोड गरेर हेर्न सक्नुहुन्छ।